वेलकम टु माई छस्सा भ्लग ल। यहाँ फेरि हाम्रो आजको न्यू इयर प्रोग्राम भएको भएछ। धमाधम तयारी, एकदम भव्य तयारीमा छौँ हामी। आज चाहिँ हाम्रो यो छस्सा भ्लगमा सपरिवार भेला भएर चाहिँ हामी यहाँनिर खानपिनको व्यवस्था हुँदैछ। यसो हल्का रमाइलो है गरिदिएको। यहाँ चाहिँ पुरै टक्कसँगले यो लोकल भाले हिँड्ने रेडी भइसक्यो। अब यो बास्छ भोलि बिहान 4 बजीतिर। भोलि बिहान 4 बजी दाइ ठिक छ नि? राम्रो छ नि। ल ल ड्युटी तपाईँको त राम्रो छ। अब के गर्नु परो। हाम्रो यी साना गाइजहरू फेरि यता के गर्दैछ? ल आइभन आइभन ल ल哎呦我的妈！कार्यक्रम कान्छी बहिनी खाँदैछ। ठिक छ। यहाँ दाइले पनि बोल्दै आयो। अब यता अनेक कुराको व्यवस्था छ फाल्टु फाल्टु होइन। अरू माथि गइसकेर बाहिरतिर ए भइहाल्छ सबै। खानपिनको कार्यक्रम हाम्रो हुन थाल्यो है। सबैले एकताल जोडले ह्याप्पी न्यू इयर भन्नु है ल। ह्याप्पी न्यू इयर, ह्याप्पी न्यू इयर। ल भाउजू यता दाजुहरू चाहिँ फेरि यता अब के गर्न, यो गाह्रो छ। पहिला केटाकेटीलाई खरा मात्रै आफ्नो छ होइन। यता हाम्रो दाइले चाहिँ बरु सहिले छ क्या, ढिङ्किने भन्छ। मेरो यहाँ छ होइन। ल ल सुरु गरौँ। सोल्टीको के हो? ल ह्याप्पी न्यू इयर। दोही र माम हो। यता चाहिँ साधुको ह्याप्पी न्यू इयर है। अब यता चाहिँ हामी खुट्टी लिएर बसिया तपाईँ के हो त खास? माम हो? यता पनि हाम्रो अर्को क्यामेरा तेर्सिरहेको गाइज। अब यो यो छस्स अमिलो पिरो अचार ल। यो चाहिँ अलि सब्जीहरू पिरो खाना। हजुर डबल नि भाइ छस्स परियो ल। खन्दामा परियो क्या, डबलमा परियो कि। अब यो के गर्नु, नियमले भेटेपछि त फेरि दिइहाल्ने चलन छ आफ्नो। बिहे नम्बर नै डबल भाग गरे ल। कहाँ छ भाइ यहाँ है डबल भाग? होइन दाजु, बिहे गरे मान्छेको डबल भाग हुन्थ्यो। यो त अचम्म ल्याउनु। बिहे गरेका मान्छेले चाहिँ डबल बेहुला ल्याएर दिए जस्तो लागेको थियो। ल तालिमको लागि यो गर्दै गर्दा हुने रहेछ त्यसो भए। तालिमको लागि अब यसलाई चाहिँ प्र्याक्टिस गर्दै गर्नुपर्ने हो। हजुर चाहे तिमीहरू केटाकेटी भन्न पनि खाँदै खाँदै गरेँ छिटो
भइसक्यो खै केही छैन 3 2 1 गो मारेको छ नि निले मारेको छ नि सेकेन्ड चरणमा टिकेर भयो भाँडा पनि चल लागिरहेको छ आयो नि हैन शिवराज सरकार मामको बेस आउँदैछ अनि मासु त आदि भयो लाउने हो सुन्दाले चाहिँ पुरै खुट्टा यो लोकल भालेको 4 किलो खुट्टा हो यसले देखाउनु कति कति लामो छ आमो ठिक छ नि ओहो खै फेरि आएको छ के यसले त संसारै खाने पनि यो भिडियोले गरे हेरौँ त गाइस नयाँ वर्ष यस्तै छ ल दाइको फेरि यता जाँड पार्टी अरे जाँड नि लोकल जाँड सेतो छ हुन पनि हो कि के हो नि मै जस्तो पनि छ कन्फ्युजै भयो गाइस के होला ल भन्नु होला गाइस नमात्ने जाँड यता फेरि ओरिजिनल आयो अरे ओरिजिनल जाँड खाने यता होइन क्या एक गाडीको लागि त लगभग फाइनली भाँडो रित्तिसकेको अवस्था छ होइन घुप्टिहाल्यो नि अब यहाँ सबैभन्दा धेरै खाने जसले पकायो त्यसले धेरै खान्छ जसले भन्दै हो रहेछ खाएको खाइ हामी अब यहाँ उठिवरि कहाँ पुगिसक्यो भाइ पनि यहाँनिर लगभग तेर्सिसकेको छ दाइहरू पनि यता होइन बेसै छ क्या अब यो त्यसो पार्नु पऱ्यो यहाँ लुगेर गाई चाहिँ यसरी दाइ चाहिँ फेरि जाल खाँदै हुनुहुन्छ होइन दाइले लागिसक्यो लाग्छ दाजु लाग्छ त्यतिखेर चाहिँ यता भाउजूहरूलाई के हालौँ थोरै हालौँ भन्दा पनि अब लगभग अगाडि रित्तिसक्यो होइन Thanks for watching.